स्वास्थ्य ल्याउँदा बुढी अबदेखि कहिले नरिसाउ ल म तिमीलाई यसरी नै फकाउँछु अब मेरो बुढी हाँस्छौ म अगाडि आइसके हाँस हाँस बुढी हाँस त बाबा भन आहा हेलो बुढी के छ तिमी खुसी छौ हाँस्यो हाँस्यो मेरो बुढी हाँस्यो 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 आहा कस्तो मजाको खुसी हो मेरो बुढी खुसी हो त गर खुसी भयो के गरेको यो म हो राम 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 म यस्तै छु यस्तो जत्तै छु के हो यो मेरो अनुहार यस्तै छ हेर त यहाँ आएर यस्तै छ राम राम के हो यो हुँदा हुँदा कपाल कपाल के हो यो लट्टा बाबाको जस्तो मेरो यस्तै छ यस्तो सिल्की मुलायम कपाल के बनाएको यो छी राम 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 हुँदा हुँदा मलाई यस्तोसँग कम्पेयर गर्ने म यस्तो छु रे यस्तो जुत्तै छी सक्ने तिमी यसो बुढे रिसाको होइन खुसी भरि गरेर बसिरहेको छु सबै तार देखाएर ए नथो है मलाई कता यहाँ सुन न एउटा कुरा सुन न कति छोको किन छोको त्यसैसँग सुत त्यसैसँग खाऊ त्यसैसँग मुन्ट्यौ त मैले भनेको जस्तो अघिदेखि अब आफ्नो बुढीलाई अङ्गालो नहाले कसलाई हाल्नु त ए नआऊ है नचिप्टियो है मैले भनिरहेको छु नि नआऊ ए सुन नि के सुन्ने अनि राति जोगी आयो भने शङ्ख बजाउँछ त्यतिखेर तिमी तर्छौ लागि भनेर कथा भन्न आँट्यो क्या म बच्चा हो कथा भन्नलाई यता हेर त छोडा भनेको कति दिक्क लागेको ए प्रभु कति छोको हात भाँच दिन्छु है मलाई रिस उठिसक्यो नि लास्टै त्यसैसँग सु म सक्दिनँ है अब प्लिज म सक्दिनँ है कतिको नगर भन्दा पनि बुझ्नुपर्छ नि मेरो मात्रै स्वास्नी यस्तो हो कि अरूको पनि हुन्छ हौ के गर्ने होला अब कहाँ जानु त्यही भएर मान्छेले दुईटी स्वास्नी ल्याउँछ